तयारी छ। त्यो भएर आँपको जुस कसरी बनाएर खाने घरमै भन्ने खालको तयारी चाहिँ हाम्रो भइरहेछ। अब यहाँ हामीले आँप केलाएर मिक्सरमा हालेको छौँ। त्यसपछि यसमा दही हाल्ने, त्यसपछि अलि यो नरिवलको टुक्राहरू भयो। फेरि जुसमा त अलिकति मसला पनि हाल्नु पर्यो नि, त्यो भएर यसमा नरिवलको टुक्रा पनि हाल्यो। त्यसपछि अब यसमा नरिवलको टुक्रा हालेर चिनी हाल्ने। चिनी हालिसकेपछि टक्क यसलाई मिक्सरमा सुइँ घुमाएपछि अब दही हाल्नुपर्ने छ। यो फ्रेस दही हो, आज हामीले घरबाट लिएर आएको फ्रेस दही हालेर टक्क घुमाउनु पर्छ मिक्सचरमा। त्यसपछि ल अब यो मिक्सचरमा हालिसकेपछि यो मिक्स भयो। त्यसपछि जगमा खन्यौ। अब यसलाई फेरि फिर्के लगाएर राम्रोसँग घोल्ने र कतिको मिठो हुन्छ हेरौँ। अब कपमा सर्भ गरेर खाएपछि आज टेस्ट एकदम राम्रो हुन्छ कि भन्ने अनुमान छ। यसो हेर्दाखेरि चाहिँ, तर यसको टेस्ट चाहिँ लगभग दुध जस्तै देखिरहेछ, अलि बढी पहेँलो। अब यहाँ हामी सबैजना यसमा टेस्ट गरेर 1 मिनटभित्र तपाईँहरूलाई प्रतिक्रिया दिइहाल्छौँ है त यो मिठो भयो कि नमिठो भयो कि कस्तो छ त। अब हामी तयारी रेडी खानको लागि। हेर्नुहोस् है त। ल अब हामीले जुस खाइसकेका छौँ। कस्तो प्रतिक्रिया आउँछ सबैजनाबाट? राम्रै भयो भन्ने प्रतिक्रिया आयो।